घन्टा प्लस लाग्दो रहेछ हामीलाई अलि बिस्तारै हिँड्नेहरूलाई दिदीहरू हिँड्न नसक्नु भएन त्यही पनि इट्स वर्थ इट ल अब हामी बिस्तारै तल झर्दैछौँ होटलसम्म पुग्नलाई के अरे घोडेपानीसम्म चाहिँ 1 घन्टाको यात्रा छ छिटो हिँड्नेलाई त लाइक 30 मिनट्स टु 45 मिनट्स हामी जस्तोलाई चाहिँ 1 आवर प्लस नै लाग्यो अराउन्ड 1 आवर लाग्यो यस्तो सिडी रहेछ क्या यो यता आउने ठाउँमा चाहिँ हिँड्न सक्नेलाई त ठिक छ हिँड्न नसक्नेलाई चाहिँ अलिक गाह्रो रहेछ हामीलाई ठ्याक्कै 1 घन्टा 15 मिनट लाग्यो रहेछ सबै गुराँसको जङ्गल हो ठाउँमा छ गुराँस फुलिरहेछ यसपालि चाहिँ धेरै फुलेन अरे यहाँको बासिन्दाले भनेको हेर गुराँसको जङ्गल छ नि ठाउँमा हामी चाहिँ स्नो भ्यू भन्ने होटलमा बसेको अब चाहिँ ब्रेकफास्ट खाने पोइन्ट होइन यो चाहिँ यहाँ चाहिँ टिकट काट्ने 50 रुपियाँ लाग्दो रहेछ एकजनाको गुराँसहरू स्टिल फुलिरहेछ कतै बाटोमा हिमाल देख्दैछ सबै गुराँसै गुराँस रहेछ नि है यो फुले त यसपालि फुलेन रे त्यो एउटा बहिनी अघि भर्खर बच्चा बोकेर गएको थियो नि बाउले चाहिँ उसले भनेको उसको माइती गाउँ यतै हो रे यसपालि गुराँसै फुलेन रे नेक्स्ट इयर चाहिँ दामी फुल्ने भयो तल घडे पानी त्यही भन्छ सबैले मरेर झ्याउ भयो भने यो हेर्न भनेर आएको बर्बाद भयो हो नि त यहाँ त ग्रुपमा छुट्थ्यो क्या ल जाउँ निस्किन्छ क्या निस्किन्छ खाजा खाएपछि त निस्कि त हाल्ने हो नि हिँडाइको ताल चाहिँ गाह्रो छ सबै गुराँसको जङ्गल हिमाल बादलले अलि हिमाल छेक्यो क्या है न त यस्तो दामी हुन्थ्यो यो टोली छ यो उकालो आउँदा साह्रो पर्यो ओह्रालो आउँदा त ठिकै छ साथीहरू 3 months ago she was fine झन्डा लिएर नि एउटा फोटो खिच्नु हाम्रो साथीहरू त्यहाँ भ्यू पोइन्टमा पुगेर फोटो खिच्दैछन् घोडे पानी त्यता यता हिमाल माछा पुच्छरे हिमाल रेखा र म अनि माथि त शीतलै छ त्यो रुखको भित्रभित्र जान्छ त्यति साह्रो पोल्दैन घोडे पानी हो यो तल पर्यो अघि हामी चाहिँ माथि गएर बसेको सजिलो भयो त्यहाँबाट त 1 घन्टा 15 मिनट लाग्यो धन्नै लगभग बेडरुम माथि ल होटल स्नो भ्यूमा बस्यौँ हामी ल राम्रै रहेछ ठिकै रहेछ है ल बाई बाई बच्चु बाई बाई छोरी बाई 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 गतिछि बाई 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 गर्नु न साथीहरु फोटो खिचाए हुँदैछ ओह्रालो झरेको उकालो चढेको ल यो सबै गुराँसको जङ्गल हो अलिअलि फुलिरहेछ हल्का स्टिल गुराँसको फुल्यो मलाई
ल थ्याङ्क यू फर भिजिटिङ घोडे पानी लो जाऊ साथी हो एउटा फोटो खिच्नुपर्छ यहाँ होइन फोटो खिच्ने फोटो जाऊ तिमी पनि जाऊ न अगाडि हाम्रो भाइ त भाग्यो ऊ त पक्का टुरिस्ट रहेछ नि त साथी त ल पुनिलको यात्रा सक्यो अब हाम्रो तलतिर ल सक्यो हाम्रो यात्रा पुनिलको है कस्तो भयो साथी दामी है ल हामी एकदम मजाले सुत्यो सोचेको भन्दा धेरै धेरै बेटर भयो ल ल बाई बाई हाम्रो रुमलाई लेट्स गो सबै कुरा त्यही त थाहा हुनु पर्यो नि त त्यही त भनेको त त्यो सबै गुराँस हो अनि फुलहरू झरिसक्यो यसपालि धेरै फुलै फुलेन अरे सो वी आर सो अनलकी दिस टाइम आयो 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 भेटे बल्ल मलाई नि तलैसम्म त होइन त्यो त कति नि छैन नि त उस त ठिकै भन्नुहोस् हुन्छ त्यही त बच्चा पाउँदा ठिक्क भयो होइन यहाँ खिच्छु कस्तो राम्रो यता यता हिँड्दै जाऊ न हिँड्दै आऊ ल 1 बाई 1 हिँड यता 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 हिँड्दै जाऊ न हिँड्दै आऊ कि हिँड्दै आऊ ल ल झोलेको नल्याऊ अरे तिमी नै छौ पछाडि अब के गर्ने तिनजना ल ल ल ल सुरु 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 हेरेको हेरे हेरेको हेरे होइन मलाई त फेरि पिर लाग्यो नि त होइन त्यो ठुलो चोट अब बिचरा उसको सन्चो हुने चोट पक्का ट्रेकिङ गरेको ल बनाइदिनु त